हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। यो हो जसवन्तगढ। यो चाहिँ अरुणाचल प्रदेशमा स्थित छ है। तपाईहरुलाई यो जसवन्त सिंह वार मेमोरियलको भ्रमण गराउने छु। आउनुहोस्। जसवन्त सिंह वार मेमोरियल है। यहाँ चाहिँ 1962 चाहिँ इन्डिया र चाइनाको लडाइँ भएको ठाउँ हो र तावाङ डिस्ट्रिक्ट भन्ने जग्गामा है, नुरारङ भन्ने ठाउँमा चाहिँ जसवन्त सिंहले चाहिँ 72 घण्टासम्म चाहिँ चाइनाहरूसँग लडेको ठाउँ हो है। अनि लड्दै उहाँको मृत्यु पनि यही ठाउँमा भएको कारणले गर्दा उसको यादमा चाहिँ यो जसवन्तगढ वार मेमोरियल भनेर राखिएको हो। आउनुहोस्, अब हामी उहाँको मन्दिरको दर्शन गरौँ। मूर्ति चाहिँ राइफलम्यान जसवन्त सिंहको हो है। उहाँको यादगारमा राखिएको हो यो चाहिँ मूर्ति चाहिँ। यो ग्लासभित्र जसवन्त सिंहको चाहिँ फोटो पनि राखेको छ है। उहाँ सुत्ने बेड, पिल्लो, ब्ल्याङ्केट, अनि उहाँको पानी खाने मग, जुत्ता, चप्ली है, अनि उहाँको लुगा राख्ने बक्सहरू सबै राखिदिएको छ यो ग्लासभित्र है। तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। ग्रीन कलरको फेन्सिङ गरेको जग्गामा चाहिँ चाइनिज आर्मी 3000 चाइनिज आर्मीलाई चाहिँ मारेर चाहिँ दफनाएको ठाउँ हो यो चाहिँ।
शान्ति स्थल। जसवन्त सिंहको चाहिँ युनिफर्म हेर्न सक्नुहुन्छ है। उहाँको युनिफर्म अनि टोपीहरू राखिएको छ अनि यहाँ उहिलेको टेलिफोन पनि छ। तपाईँहरूले देख्नुहुँदैछ नि, यो चाहिँ 1962 मा चाहिँ चाइनिजहरूसँग लड्दै जसवन्त सिंहजीको चाहिँ अन्तिम सास चाहिँ यही रुखको छेउमा भएको कारणले गर्दा यो रुखलाई चाहिँ म्युजियममा राखेको हो। हस् त आजलाई यति नै, फेरि अर्को नयाँ ब्लगमा भेट्नेछौँ। तबसम्मको लागि बाई बाई।